के तपाईँले कहिले सुन्नुभएको छ पुस्तक पढेकै आधारमा जेल सजाय कम हुने देश पनि छ भनेर? हो, त्यो देश हो ब्राजिल। ब्राजिलको मान्यता छ जेलको उद्देश्य केवल सजाय दिनु मात्र होइन, अपराधीलाई सुधारेर समाजमा पुनर्स्थापित गर्नु पनि हो। यही सोचका साथ सन् 1984मा क्रिमिनल इन्फोर्समेन्ट एक्ट लागू गरिएको थियो। सुरुमा यस ऐनले काम गरेको आधारमा कैदीको सजाय घटाउने व्यवस्था गरेको थियो। पछि सन् 2012मा ऐन संशोधन गर्दै रिडिङ एन्ड स्टडी कार्यक्रम लागू गरियो। यस कार्यक्रम अन्तर्गत कैदीहरूले सरकारले तोकेका पुस्तकहरू पढ्न पाउँछन्। एउटा पुस्तक पढ्न 21 देखि 30 दिनसम्मको समय दिइन्छ भने पुस्तकको रिभ्यू लेख्नुपर्ने हुन्छ। त्यसको लागि 10 दिनको समय दिइन्छ। उक्त समीक्षा मूल्याङ्कन समितिले सन्तोषजनक ठहर गरेमा एक पुस्तक बराबर 4 दिन जेल सजाय घटाइन्छ। एक वर्षमा एक कैदीले अधिकतम 12वटा पुस्तक पढ्न पाउँछन्। यसरी वर्षमा 48 दिनसम्म जेल सजाय कम गर्न सकिन्छ। ध्यान दिनुपर्ने कुरा के छ भने कैदीहरूले सरकारले स्वीकृत गरेका पुस्तकहरू मात्र पढ्न पाउँछन्। आफू खुसी अन्य पुस्तक पढेर सजाय छुटको सुविधा पाइँदैन। यो कार्यक्रमको मुख्य उद्देश्य कैदीमा ज्ञान, सोच्ने क्षमता, आत्मअनुशासन र सकारात्मक परिवर्तन ल्याउनु हो, ताकि उनीहरू जेलबाट निस्किएपछि जिम्मेवार नागरिक बन्न सकुन् र समाजमा पुनर्स्थापित हुन सजिलो होस्।